हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल विथ न्यू ब्लग। सो म आज छु शिखर डाँडा मेरो मामा घर। आज म तपाईँहरूलाई यहाँको दृश्य देखाउन गइरहेको छु। कृपया हेरिदिनु होला, के कस्तो लाग्छ भनिदिनु होला। यहाँ चाहिँ हाम्रो मामा घर अनि यहाँ माथि मन्दिरहरू छ। अलिक पलतिर गइसकेपछि कालीगङ्गा देखिन्छ अनि स्याङ्जा देखिन्छ यहाँबाट चाहिँ। त्यो सबै तपाईँलाई म देखाउँछु। कृपया भिडियोसँग बनिरहनु है त। साथीहो, यो रहेको छ हाम्रो ठुलो मामाको घर। यहाँ मास्तिर मन्दिर छ। यो आँपको बुटो हो। यो चाहिँ एकदमै हामी सानसानो हुँदाखेरि निकै खाइन्थ्यो यो आँप। अहिले पनि फलेको रहेछ यो आँप चाहिँ। अनि यता 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 गइसके पछाडि चाहिँ कालीगङ्गा देख्न सकिन्छ अहिले पल्तिरपट्टि। ल आए आए आए। यो रहेको छ हाम्रो कान्छो मामाको घर। फिलहाल चाहिँ अहिले हुनुहुन्न, उहाँहरू इन्डियातिर हुनुहुन्छ सबैजना। अहिले हालसाल भर्खरै जानुभएको हो हाम्रो माइलो मामा, जो कि उहाँहरू बुटोलमा सिफ्ट भइसक्नु भएको छ। उहाँहरू चाहिँ कहिले कसै बेला बखतमा यहाँ आउनुहुन्छ साथी हो। र यो पिपलको बुटो चाहिँ एकदमै पुरानो हो। यो पहिला एकदमै फिजारिएको थियो, एकदमै उ थियो। अब अहिले चाहिँ यो धेरै बुढो भएछ र त्यही भएर यो अब ढल्ने तर्खरमा छ जस्तो मलाई लागिरहेछ। यो पिपलको बुटो ढल्यो भने चाहिँ पोललाई र कान्छो मामाको घरलाई अलिकति असर पार्छ कि जस्तो मलाई लागिरहेछ। यो चाहिँ यहाँ मन्दिरहरू रहेको छ साथी हो। कृपया भिडियोसँग बनिरहनु होला। म माथि पनि गएर तपाईँहरूलाई देखाउँछु। पुरानो घर पनि यहाँ ठुलै चाहिँ थियो, दलानसँगको ठुलै घर थियो पुरानो पनि। अब त्यो धेरै बुढो भएर पनि अब त्योलाई भत्काएर अहिले यो चाहिँ नयाँ बनाउनु भएको साथी हो। यो रहेको छ हाम्रो ठुलो मामाको घर। र अब अहिले यस्तो हरियाली छ नि। र आज बिहान पानी पनि परेको थियो। पानी परेर पुरै अहिले चाहिँ एकदमै हरियाली, एकदमै बारीहरू चिसो चिसो देखिरहेछ। एकदम हरियाली छ। माथि बादलहरू यस्तो भइरहेछ अहिले चाहिँ। साथी हो, यो चाहिँ एकदमै हरियाली देखिरहेछ यहाँनिर। पुरा बादलहरू यस्तो देखिरहेछ। सायद आज नि पानी पर्छ होला अहिले दिउँसोतिर। र बादलहरू लागिरहेछ यहाँ चाहिँ। अनि यो चाहिँ यो देखिएको गाउँ चाहिँ छेर्लुङ भन्छ क्या हो, मलाई त्यस्तै लाग्छ। यो सबै सालको बुढा हो सबै देखिएको। कृपया भिडियोसँग बनिरहनु होला। म चाहिँ अब मास्तिर जान लाग्छु मन्दिरतिर। अनि मन्दिरमा गएर चाहिँ म तपाईँहरूलाई मन्दिर अनि यहाँको हाम्रो कालीगण्डकी छ, कालीगण्डकी पारी स्याङ्जा जिल्ला, त्यो म तपाईँहरूलाई देखाउँछु। कृपया भिडियोसँग बनिरहनु होला है त। यताबाट छ होला बाटो। साथी हो, यहाँ चाहिँ बेला बखतमा पूजाहरू भइरहेको हुन्छ। यो मन्दिर हो यो। यहाँ माथि चाहिँ कालिकाको मन्दिर हो। यो पिपलको बुटो एकदमै फैलेको थियो पहिला। अहिले चाहिँ अब कोही झरिसकेको छ, अब कोही झर्ने तर्खरमा होला है। वाव,
साथै यो चाहिँ कालिका मन्दिरको स्थान रहेको छ। यो चाहिँ यमगा शिखर डाँडामा स्थित कालिका मन्दिर, कालिकाको मन्दिर। अब तपाईहरुले देख्न सक्नुहुन्छ स्याङ्जा जिल्ला यतापट्टि, तलतिरपट्टि गंगाजी छ, कालीगंगा। त्यस पछाडि चाहिँ उता पारीको जिल्लाहरु स्याङ्जा। साथीहरु म चाहिँ तपाईहरुलाई अब यहाँबाट चाहिँ स्याङ्जा जिल्ला देखाउन गइरहेको छु। र स्याङ्जा जिल्ला देख्न भन्दा पहिला चाहिँ यहाँ हाम्रो काली नदी, काली गण्डकी जो तपाईहरु यहाँले देखिरहनु भएको छ हैन, प्रत्यक्ष यहाँबाट देखिन अलि पर जानुपर्छ। यहाँ बिचमा काली गण्डकी वारी चाहिँ म अहिले पाल्पामा छु भनेपछि पारी चाहिँ स्याङ्जा हो, त्यो स्याङ्जा जिल्ला हो त्यो चाहिँ। अब अहिले मकै छरेर मकै नेत्र भएको रहेछ। यी स्याङ्जा प्लस गुल्मी। अब गुल्मी कहाँबाट भन्नुहुन्छ भने यहाँ एउटा बिर्गाको पहिरो भन्ने ठाउँ छ, त्यो बिर्गाको पहिरो उतापट्टि चाहिँ त्यो चाहिँ गुल्मी पर्छ, यतापट्टि स्याङ्जा पर्यो। अनि स्याङ्जा जिल्लाको बाँसटारी गाउँ त्यो हो, त्यो देखिरहनु भएको तपाईहरुले। कृपया हेर्नु होला है त, म देखाउँछु। यो हो स्याङ्जा जिल्ला, स्याङ्जा जिल्लाको बाँसटारी। यो चाहिँ काली गण्डकी। यो रहेको छ बिर्गाको पहिरो। त्यो पहिरो उतापट्टि हर्मी चौर हो के भन्छ गरे, त्यहाँनेरि ठाउँ गाउँहरु छ गरे हैन। यतापट्टि चाहिँ अब गुल्मी पनि छ, यताबाट जोडिएको छ गुल्मी। यो रहेको छ स्याङ्जा। पुरा बादलहरु हिँडिरहेको छ अहिले। त्यो देखिएको चाहिँ मुन्द्रान हो। रहेको छ काली गण्डकी, यहाँबाट देखिँदो रहेछ। त्यसपछि स्याङ्जा जिल्ला। रहेको छ यहाँ पनि एउटा मन्दिरै छ, चन्नी थान, माथि र चन्नी थानको मन्दिर छ। अरे यो ठाँटे चाहिँ यहाँनिर चाहिँ अब यसो गर्मी महिनामा चाहिँ यसो बस्ने, शीतल ताप्ने त्यो खालको ठाँटी हो। यहाँनिर चाहिँ मजाले चाहिँ एकदमै बस्नुहुन्छ सबैजनाहरू। यहाँनिर यसरी बस्ने बेन्चहरू पनि छ है, फलामकै छ बेन्चहरू। अनि यहाँ चाहिँ मजाले शीतल ताप्न मिल्ने। अब गर्मी महिना त लास्टै गर्मी हुन्छ है, अहिले चाहिँ यहाँ मजाले चाहिँ त्यति बेला चाहिँ मजाले बसेर चाहिँ शीतल ताप्ने ठाउँ हो यो। अनि यो चाहिँ मोटर बाटो रहेको छ यहाँ, यहाँ दिनौँ गाडी हिँड्छ। शनिबार बाहेक अरू महिनामा 4 दिन शनिबार पर्यो, अब 4 वा 5 पनि पर्छ हैन। त्यो बाहेक प्रत्येक दिन चाहिँ यहाँबाट बस छोड्छ तानसेनदेखि बुटोलसम्मको लागि। म तपाईहरुलाई त्यो भोलि देखाउँछु। पाल्पा यमगा शिखर डाँडा भान्ज्याङ। साथी यो चाहिँ यहाँ चाहिँ सबैजनाले यहाँ हाम्रो यहाँको शिखर डाँडामा बस्ने जति पनि हुनुहुन्छ उहाँहरूले चाहिँ यहाँ भन्जिङ भन्नुहुन्छ, भन्जिङ, जो कि यो मेरो मामा घर हो, माओली घर। अहिले चाहिँ 2टा घर छ,
माइल मामाहरू चाहिँ बुटोलतिर जानुभयो, उहाँहरू उहाँ बुटोलमा सिफ्ट हुनु भइसकेको छ। अब कहिले कसो आउनुहुन्छ यहाँनिर होइन। अब हेरौँ पछि चाहिँ भाइहरूले चाहिँ अब होइन हामी गाउँमा पनि घर बनाउँछौँ भनेर भन्यो भने अब त्यसको लागि चाहिँ यहाँ जग्गाहरू छ माइल मामाको चाहिँ। अब उहाँहरू चाहिँ अब अहिले बुटोलतिर हुनुहुन्छ, यहाँ चाहिँ ठुल मामा अनि कान्छा मामा हुनुहुन्छ। र अहिले मकै छरेर मकै पनि उम्रिसकेको रहेछ। यो चाहिँ मोटर बाटो, रमाइलो छ ठाउँ। अहिले चाहिँ मैले यहाँको भिडियोहरू पुरै गरेर अनि तातिर हाम्रो कालीगण्डकी यहाँनिर कालीगण्डकी हुनुहुन्छ हाम्रो, उहाँ गएर उहाँको दृश्य निकाल्छु भन्दा यहाँनिर पानी परेर चाहिँ म अहिले फेरि फर्केर यहाँ आएको छु। र अहिले पानी बिसायो भने चाहिँ म त्यहाँ गएर त्यो दृश्य पनि मैले लिएर आउँछु। अब तबसम्मको लागि म यहाँ हाम्रो ठुलोमामाको घरमा छु र चाहिँ मसँग मेरो ठुलोमामा पनि हुनुहुन्छ। र मलाई चाहिँ मनैबाट यो जान्न मन लाग्यो कि यहाँ चाहिँ मामाहरू पहिला एमगामा हुनुहुन्थ्यो, सबैजना उहाँ एमगामै हुनुहुन्छ। अनि एमगाबाट चाहिँ यहाँ कसरी आउनुभयो, कति सालमा आउनुभयो, अनि यहाँ आएर धेरै वर्ष पछाडि यहाँनिर यस्तो राम्रो रमाइलो गाडीहरू पनि हिँड्ने डुल्ने सबै यस्तो रमाइलो भएको छ। त्यस विषयमा तपाईँहरूलाई म केही जानकारी दिन गइरहेको छु। कृपया भिडियोसँग बनिरहनु होला। र म अहिले तपाईँहरूलाई मेरो ठुलमामालाई स्वागत गर्न गइरहेको छु। कृपया हेर्नु होला है त। मामा तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। धन्यवाद मेरो प्रताप भान्जाको युट्युब च्यानलमा धेरै धेरै धन्यवाद छ। अब भान्जा अब हामी चाहिँ नि अब हाम्रो आमाले पाएको 14वटा। हजुर। अनि 14वटा मध्येमा हामी 5जना बचिएको छ। हामी पहिला अब एमगामा थियौँ। त्यति बेला चाहिँ नि अब दुःख त गर्ने, अब तर हेर्दाखेरि चाहिँ नि अब एमगाबाट चाहिँ नि हामी कति सालमा झरियो भने लगभग चाहिँ नि 40 सालमा झरियो कि हो। हजुर। 40 सालमा एमगाबाट यहाँ तल चाहिँ नि 8 नम्बरबाट 6 नम्बरमा झरियो। हजुर। अनि तर म त इन्डियातिर थिएँ, म एकैचोटि पछि झरेको हो। हजुर। अनि भाइहरू 2 भाइ दिदीहरू अनि उनीहरू थिए। ठुलो दिदीको बिहा भइसकेको थियो, सानो दिदीको बिहा भइसकेको थियो। पछि चाहिँ नि म चाहिँ नि इन्डियाबाट एकैचोटि चाहिँ नि अनि बुढीलाई लिएर चाहिँ म 2087मा दिल्लीमा पुगेको थिएँ। 88, 89 2000 कि 1987मा म पुगेको थिएँ। हजुर। अनि त्यसको 2 वर्षपछि उतैतिर बिहा गरियो। हजुर। अनि त्यसपछि चाहिँ एकैचोटि बुढी लिएर आउँदाखेरि म यहाँ तल झरेको हो। हजुर। सिके डाँडामा जाँदा चाहिँ तपाईँ एमगाबाट जानुभयो? जाँदा एमगाबाट गएँ। अनि आउँदा चाहिँ तपाईँ यहाँ सिके डाँडा आउनुभयो? आउँदा सिके डाँडा आएको। अनि त्यसपछि अब स्थिति अब त्यस्तै चाहिँ अब
घरको स्थिति कमजोरी चाहिँ थियो सबै कुरो दुःखसुख यताउति गरियो अब चाहिँ सबै कुरो भयो छोराछोरी जन्मिए सबै कुरो भयो त्यसपछि चाहिँ नि अब अलिअलि छोराछोरी सानसाना हुँदाखेरि म फेरि अब 4 वर्ष मैले मलेसियामा नोकरी गरेँ मलेसिया 3 चोटि गएँ अनि 4 वर्षमा आउँदाखेरि चाहिँ नि यो छोराछोरी ठुल्ठुलै भइसकेका रहेछन् अनि त्यहाँबाट अब केटाकेटी पढाउने यताउति गर्ने अब चाहिँ नि अब मेरो कमाइ चाहिँ नि मलेसियाको कमाइ चाहिँ नि केटाकेटी पढाउने यताउति गर्दाखेरि त्यो त्यही भइयो मामाले जे बोल्नु भएको छ फ्याट कुरा बोल्नु भएको छ होइन अब त्यसो हुँदाखेरि चाहिँ नि अब यहाँ बचत भनेको यहाँ एउटा कान्छो बाको घडेरी थियो त्यो घडेरीसम्म मैले किनेको हो अरू कुरो जम्मै अब केटाकेटी सानसाना अब पाल्दा स्कुल पढाउँदा सब भ्याइयो अब अहिलेको हालसालमा चाहिँ नि अब ठिकै छ अब छोराहरू पनि ठुल्ठुला भयो बिहादान भयो सबै कुरो भयो अब बाआमाले दुःख नगर्नुहोस् बस्नुहोस् खानुहोस् चाहिएको कुरा हामीलाई भन्नुहोस् भन्छन् अहिलेको हालसालमा राम्रै छ यसो हेर्दाखेरि इष्टमित्र 4 जना आउँदाखेरि कहाँ बसौँ कहाँ खाऊँ भन्नु परेको छैन कहाँ सुताउँ सुत्ने होला भन्नु परेको छैन भगवान्ले राम्रै पुरा आछन् अब भन्दै चाहिँ नि अब यति बेला इष्टमित्र सबै राम्रै अब घर हामी यतिखेर बुढाबुढी मात्रै घर छौँ अब छोराछोरी पाएर अब चाहिँ ठुल्ठुला बनाएर बिहादान गरेर अब बुहारी चाहिँ नि कजामला यताउति गरौँला भन्ने कुरो त्यो अब त्यो झुटो कुरो होइन अब सबैले अब केटाकेटी पढाउने भन्दै मधेसतिर बस्दै गरेका छन् बस्न पनि पर्यो अब हाम्रो पालामा पढाइ थिएन अहिले उनीहरूले अब आफ्नो पढ्छौँ भनेपछि चाहिँ नि अब त्यसो भए पढ भनिएको छ अब यतिखेर हालसालमा चाहिँ नि हामी अब बुढाबुढी घर दुःख गरिएछ बसिएछ सबै कुरो अब चाहिँ ठिकै राम्रै छ अनि एउटा कुरा मैले सुनेको मामा हो नि त तपाईँले चाहिँ माइजू ल्याउँदाखेरि म यहाँ 6 महिनाको थिएँ भनेर भन्नुहुन्छ माइजूले बारम्बार होइन हो त्यति बेला म 6 महिनाकै थिएँ म त जन्मेको त यहीँ हो माथि घर माथि घर जन्मिएको त्यतिखेर तिमी अब 6 महिनाको थियौ मैले त माइजूलाई ल्याएर 1 हप्तामा छोडेर गएको फेरि इन्डियातिर गएको अनि त्यति बेला तिमी अब यही माथिल्लो घरमा चाहिँ नि अब थियौ तिमी 6 महिनाको थियौ त्यतिखेर साथी हो आज चाहिँ धेरै पछि ठुलमामासँग बोलेर अनि विगतका कुराहरू सुन्ने मौका पाइयो साथी हो कृपया भिडियोसँग बनिरहनु होला र तपाईँहरूलाई मैले एकछिन पछाडि यो पानी बिसाइसके पछाडि त पल्तिरपट्टि पहिरो भन्छ यहाँनिर जहाँ त्यो पानी त्यहाँको पानी एकदमै टेस्टी हाम्रो यो पहाडको पानी मूलको पानीले बिस्लरी पानीलाई फलोअप गर्छ त्यति मिठो पानी छ त्यहाँ त्यहाँको पनि म दृश्य अहिले पानी बिसायो भने म त्यहाँ गएर ल्याउने छु हस्त मामा तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँसँग धेरै पछि चाहिँ बोलेर बस्न पाइयो तपाईँलाई धेरै धेरै धन्यवाद छ हस्त मामा है ल हुन्छ साथी हो यसरी आकाशबाट पानी परिरहेछ मेरो भ्लग चाहिँ यतिसम्म नै भयो साथी हो मैले चाहिँ गण्डकीको दृश्य देखाउँछु भनेको थिएँ त्यो चाहिँ पानी परेर अहिले सम्भव भएन अब अर्कोचोटि आउँदा चाहिँ तपाईँलाई म त्यो गण्डकीको दृश्य देखाउँछु है त अहिलेसम्मको लागि यति नै कृपया भिडियोलाई हेरिदिनु होला के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला हस्त नमस्कार।